म चाहिँ आज तर आएको छु कि यो चाहिँ मेरो मम्मीको मामा ल मेरो बुढो मामालाई के भन्छ मलाई थाहा छैन हैन। यो चाहिँ यता पहाडको भ्यू एकदम मजाले राम्रो देखिन्छ के यता हावाभरि पनि धेरै नै चलिरहेको छ हैन। मतलब धेरै भन्दा पनि हावाहरू मतलब धेरै शीतल छ यतापट्टि हल्का। आउनुहोस् म हजुरलाई दरङ जाने बाटो यताउतिको भ्यूजहरू हजुरलाई म देखाउँछु है त आउनुहोस् हेर्नुहोस्। ओके यहाँ हेर्नुहोस् है त यहाँ चाहिँ पुरै देखाउँछु म हजुरहरूलाई। यता हेर्नुहोस् यता चाहिँ पुरै आमाले के रोप्नु भएको छ है फुलहरू। यहाँ हेर्नुहोस् यता यो चाहिँ सादा टाइपको फुल हो। यो चाहिँ ड्र्यागन फ्रुट हैन यहाँ रोप्नु भएको हुन्छ यस्तै तुलसा। अनि यहाँ छ फुलहरू यहाँ हेर्नुहोस् यहाँ पनि ड्र्यागन फ्रुट रोप्नु भएको हुन्छ। यो पनि ड्र्यागन फ्रुटै हो। यहाँ चाहिँ यो फुल छ हैन अनि यहाँ यस्तो फुल छ। अब हजुरलाई यतापट्टिको देखाउँछु। यहाँ चाहिँ कागती रोप्नु भएको छ यो ठुलो ड्रममा हैन। अब यतादेखि फेरि हेरौँ है त यतापट्टिको कति राम्रो फुल छ है। यहाँ चाहिँ सबैभन्दा पनि राम्रो फुल छ यतापट्टि चाहिँ। यतापट्टिको साइडमा चाहिँ एकदम राम्रो फुल छ यहाँ हेर्नुहोस्। यो कस्तो राम्रो फुल फुलिरहेको छ हैन चप्लङ चप्लङ। यहाँ हेर्नुहोस् कति राम्रो छ हेर्नुहोस् है त। यो चाहिँ बुढी मामा ल मतलब हाम्रो मम्मीको मामा ल हैन। यहाँ हेर्नुहोस् फुल कति राम्रो छ। यहाँ त्यो तुलसा रोप्नु भएको हुन्छ। यहाँ हेर्नुहोस् यो सबैभन्दा राम्रो लागेको हो मलाई यो फुल हेर्नुहोस् न कति राम्रो छ। यहाँ हेर्नुहोस् हावा चलिरहेको छ क्या एकदम मजाले। यो चाहिँ साग रोप्नु भएको रहेछ यहाँ। यो पनि फुल हो यो चाहिँ फुलेको छैन हैन। यहाँ चाहिँ ड्र्यागन फ्रुट रोप्नु भएको छ। यहाँ हेर्नुहोस् यो ड्र्यागन फ्रुट फलेको छ यसमा एउटा अर्को त्यता दुईटा लागेको छ हैन। अझै यता पनि छ यो पनि त्यस्तै फुल हो। यहाँ पनि एउटा ड्र्यागन फ्रुट छ। यहाँ हेर्नुहोस् यो पनि एउटा फुल हो। यहाँ पनि हेर्नुहोस् यहाँ पनि ड्र्यागन फ्रुट छ हैन। म चाहिँ तपाईँलाई देखाउँछु धरान जाने बाटो यतादेखि यो पहाडहरू देखिरहेको छ हल्का हल्का हैन। हजुर देख्नुभयो कि भएन तर मैले चाहिँ देखिरहेको छु हैन। अब यो मोबाइलमा चाहिँ देखिन्छ कि देखिँदैन तर मैले चाहिँ देखिरहेको छु यता पहाडहरू हैन। यता चाहिँ धरान जाने बाटो यता देखियो धरान जाने हैन। हेर्नुहोस् यो चाहिँ मेरो भाइ यहाँ हेर्नुहोस्। यहाँ मामलामा चाहिँ अघि भाइ छ क्या अनि त्यही भाइ उठो भन्दैछ। ल ल चुप 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 यहाँ हेर्नुहोस् एलोभेरा रहेछ। ओके बाई आजलाई चाहिँ यही त धन्यवाद। मेरो भिडियोलाई लाइक गरिदिनु।